अब तपाईँले एकपल्ट मेरो घर भत्काउने बेला खबर गर्नु है भन्नुभएको थियो। त्यही भएर खबर गरेको। तपाईँको घर अहिलेसम्म त बेचै राख्दैछौँ, अब कुर्न सक्दैनौँ। बुढाले पनि चाँडै भत्काउँ भनेका छन्। कहिले भत्काउनुहुन्छ मैले सोधेँ। यही हप्ता भत्काउने कुरो छ। लौ त फोन राखिदिएँ। घर हेर्ने भई चाँडै आउनुहोला। म मोबाइल खेलाउँदै घट्टीकुलोको 3 तले घरको दोस्रो तलाबाट धोबी खोलामा घाइते सर्प झैँ घिस्रिरहेको पानी हेरिरहेँ। सम्झिरहे सौतेरी नदीलाई, जुन नदीको पानी छोएर भाकल गर्यो भने पुरा हुन्छ भनेर पिचको माझी भन्थ्यो। म भान्सामा आएँ। आस्था लसुनको पातमाथि छुरा चलाउँदै थिएँ। म उसको घुच्चिक्नेर उभिएँ। लामो सास तानेर भने, हामी पर्सि गाउँ जाने है? ऊ फरक्क फर्की। उसको आँखामा हँसिया जत्रो प्रश्न चिन्ह झुन्डिएको थियो। यही हप्ता हाम्रो घर भत्काउँदैछन् रे। यसरी अचानक आस्था गम्भीर भई। अफिसमा बिदा मिलाउनुपर्छ। तपाईँको पनि मेरो पनि। फेरि जुनाको इक्जाम आउँदैछ। जसरी हुन्छ मिलाऊ मैले भने। यसपालि गइएन भने कहिल्यै गइन्न।